फेरि सबैजनालाई आजको यस भिडियोमा हामी छलफल गर्नेछौँ कि क्यानभाको एआई टुल प्रयोग गरेर कसरी हामीले प्रेजेन्टेसनहरू बनाउन सक्छौँ, एकैछिनमा प्रेजेन्टेसन कसरी बनाउन सक्छौँ भन्ने कुरा हेर्छौँ है त। अनि सर्वप्रथम यी कुराहरू बनाउँदै गर्दा तपाईँहरूले नजानेको कुराहरू कमेन्ट गर्नुहोला। मैले ती कुराहरूको उत्तर अवश्य पनि दिनेछु। ल मैले यहाँ एउटा प्रेजेन्टेसन रहेको छ होइन, मैले यसलाई न्युज जस्तो बनाएर पब्लिस गर्छु। अनि यहाँ मैले अगाडि पनि एउटा प्रेजेन्टेसन बनाइसकेको छु, त्यसैको एउटा मोडेल लिएर म हजुरहरू सामु त्यो कुराहरू देखाइदिनेछु है त। अनि यसो गर्दै गर्दा तपाईँहरूले पनि यो प्रेजेन्टेसन बनाउनु भयो भने तपाईँलाई एकदमै सहज रूपमा काम गरिन्छ र काम गरिसकेपछि तपाईँले एकदमै सजिलो तरिकाले प्रेजेन्टेसन देखाउन सक्नुहुन्छ। सर्वप्रथम तपाईँ यहाँ सर्च भन्नेमा नआइकन क्यानभा एआई भन्नेमा जानुहोस्। क्यानभा एआईमा गइसकेपछि तपाईँ डिजाइनमा जानुहोस्। डिजाइनमा प्रेजेन्टेसन सिलेक्ट गर्नुहोस्। सोसल मिडिया भने फेसबुक पेजको लागि हो। हामी प्रेजेन्टेसनमा जानुपर्छ र अडियन्समा हामी एजुकेसन कन्टेन्टको लागि युज गरिरहेका छौँ। एजुकेसनमा जानुहोस् अनि स्टाइलमा मैले चाहिँ प्लेफुल युज गर्छु। प्लेफुलमा अलि बढी इमेजहरू आउने भएको कारणले गर्दा मैले यो युज गर्छु। प्लेफुलमा जानुहोस् अनि लेन्थ चुज गर्नुहोस्। जस्तै 5 देखि 15 पेजको लेन्थ चुज गर्नुहोस् अनि यहाँ पेस्ट गरिदिनुहोस्। पेस्ट गरिदिइसकेपछि यसरी यहाँ त्यो बटन थिच्नुहोस्, त्यो गो टु बटन। अनि बटन थिचिसकेपछि हाम्रो एआईले यी सबै कुराहरू बनाइदिनेछ र बनाइदिइसकेपछि तपाईँले ती कुराहरू हेर्न पाउनुहुनेछ। ल हेर्दै जानुहोला र यस्तै गर्दा गर्दै हजुरहरूले पनि धेरै कुराहरू सिक्नुहुनेछ। प्रेजेन्टेसन क्यानभा डिभेन्चरको प्रेजेन्टेसन भइसकेको छ, हेर्नु है त। जेनरेट डिजाइनमा जानुहोस्। त्यस पछाडि डिजाइनमा गइसकेपछि ती सबै इन्फर्मेसनहरू यहाँ तपाईँको अगाडि अब आउनेछ र आइसकेपछि तपाईँले चाहिँ त्यो प्रेजेन्टेसन आफ्नो स्कुलको लागि अथवा तपाईँ जुनसुकै कुरामा चाहन्छ ती कुराहरूमा प्रयोग गर्नु होला। त्यसो गरेपछि सजिलो भयो। अब यहाँ प्रेजेन्टेसन बनायो, अब कुन कुन तरिकाले सजिलो हुन्छ त्यही अनुसारले एउटा चुज गर्नुहोस्। यसरी यहाँ क्लिक गर्नुहोस् होइन, क्लिक गरिसकेपछि यो तपाईँले बनाएको प्रेजेन्टेसन आइहाल्यो। एकैछिनमा आयो होइन, तपाईँले धेरै मिहिनेत पनि गर्नु परेन। अनि त्यस पछाडि अब आइसकेपछि हामी यहाँ उ हेर्छौँ। अनि यहाँ प्रस्तुतकर्ता भन्ने आएछ होइन, अनि यसलाई अब क्यानभादेखि एक्सपान्ड गरेर हेर्नु पनि पाउनुभयो है। यसरी होइन, यसरी हेर्नु कति मजाले प्रेजेन्टेसनहरू बनाइदियो। तपाईँले चाहिँ यी कुराहरू चाहिँ सही तरिकाले लेख्न जान्नु पर्यो होइन। लेख्न जानेपछि हरेक कुराहरू क्यानभाले आफै बनाइदिनेछ र तपाईँहरूलाई यी कुराहरू हरेक कुराहरूमा चाहिँ सहजपना आउनेछ होइन। यी हेर्नु कति राम्रो बनाइदियो होइन। यी कुराहरू हेर्नु होला ल। अनि आजको लागि यो भिडियो यति नै। नजानेको कुराहरू चाहिँ कमेन्ट गर्नु होला र मैले मेरो भिडियोमा सुधार गर्नुपर्ने पक्षहरू के छ त्यो कुराहरू पनि कमेन्ट गर्नु होला। म अवश्य पनि सुधार गर्नेछु है त। हस् त, धन्यवाद। अनि हामी केही समयपछि हामी लोकसेवाको अब लागि त्यो क्विज क्वेसनहरू पनि कसरी तयार पार्ने भन्ने कुरा हेर्नेछौँ है त ल।